हेलो गाइस, वेलकम ब्याक टु मिनी ब्लग। सबै सन्चै राम्रै हुनुहुन्छ होला। म पनि सन्चै राम्रै छु। के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ? आज असार 15 गते सबै नेपाली दाजुभाइहरूलाई असार 15 को शुभकामना दिँदै आज हामीले चाहिँ असार 15 मनाउँदैछौँ साथीहरू। यसको लागि म सामान लिन बाटोमा जाँदैछु साथीहरू। के कस्तो लाग्छ सुझाव सल्लाह चाहिँ दिन नबिर्सिनु होला है गाइजहरू। लाइक कमेन्ट अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइजहरू। म मेन रोडमा पुगिसकेको छु गाइजहरू। हेर्नुहोस्, अब मेन रोडको थोरै क्लिप हेर्नुहोस् अनि पछि मनोरञ्जन लिनुहोस् है। मिठाई लिइसकेपछि म सानो किराना पसलमा आएको छु, किनभने त्यहाँ त थोरै सामान लिएर जानुपर्ने छ। किनभने बिहान त सबै चिज लिएर गइसकेको थिएँ। त्यहाँबाट दही अनि जुस लिएर जान मैले बिर्सिसकेको थिएँ गाइजहरू। अनि त्यहाँबाट म हिँडिसकेको छु गाइजहरू। अनि उहाँ गएर मेरी छोरीलाई अनि मेरी प्यारी बुढीले टिका लगाउँदै अनि पछि आमा छोरीको एकदम मिठो माया अनि पछि सधैँभरि यस्तै रहिरहोस् होइन कामना गर्दै अनि एकदम पैसा दिँदै मेरी छोरीले नमस्ते गर्दै मम्मीलाई अनि खुट्टामा मेरी छोरी बुढीले ढोकिदिँदै अनि पछि छोरीले आशीर्वाद दिँदै अब चाहिँ बाबाको पालो आइसकेछ मेरी छोरीलाई आशीर्वाद दिनको लागि। अनि आशीर्वाद दिँदै मेरी छोरीलाई टिका लगाउँदै अनि ठुलो मान्छे बन्नु भन्दै एकदम हस् भनेकी छिन् मेरी छोरीले। अनि हातमा पैसा पनि छोपिसकेकी छिन्। मैले ढोकिदिँदा आशीर्वाद दिइसकी छिन् बाबालाई, प्यार माया दिएकी छिन्, नमस्ते गरेकी छिन्, पप्पी दिइरहेकी छिन्। अनि पैसा देखाउँदै अनि पोपरे देखाउँदै सबैलाई आँखा झिम्काउँदै होइन अनि सबैलाई माया दिँदै छिन् मेरी छोरीले। हेर्न नबिर्सिनु होला। नुहाइधुवाइ गरिसकेपछि हामी चाहिँ माथितिर आएका छौँ बाबा र छोरी भएर। अनि मम्मीले चाहिँ मुनतिर रेडी गर्दैछिन् अनि लिएर आउँदैछन् मेरी प्यारी बुढीले दही चिउरा अनि बाबा र छोरीको एकदम माया स्नेह होइन। त्यसपछि मेरी छोरीलाई नचाउँदैछु, कस्तो नाच्छ हेर्नुहोस् है गाइजहरू। त्यसपछि मेरी बुढी आइसकेकी छन्। आइसकेपछि मेरी बुढीले दही चिउरा एकदम रेडी गराएर प्लेटमा हालेर एकदम फ्रेस हिसाबले लिएर आइसकेकी छन्। आज असार 15 गते साथीहरू। अनि रमाउँदै हामी परदेशमा भए पनि एकदम बुढाबुढी एकदम रमाउँदै छौँ